हिजोको त्यो कालो दिन रसोमा आएको विनाशकारी बाढीले ठुलो धनजनको क्षति पुर्याएको र धेरै मानिसहरूले आफ्नो अमूल्य जीवन गुमाउनु परेको समाचारले मन निकै पीडामा छ। अप्रत्याशित रूपमा आएको यो प्राकृतिक विपत्तिले धेरै परिवारका सपना, खुसी र आशाहरू खसेको छ। यस्तो कठिन र दुःखद समयमा एक्लै होइन, सारा नेपाली एकजुट हुन आवश्यक छ। आजको यो पीडा सारा नेपालको हो। त्यसैले सक्नेले जे सकिन्छ, जसरी सकिन्छ आफ्नो स्तरबाट सहयोग गरौँ र सद्भावको भावना बोकेर एकजुट हौँ। माता बगलामुखी मन्दिरमा गई दिवंगत आत्माहरूको चिर शान्तिको कामना गरे। शोकमा डुबेका परिवारहरूलाई पीडा सहने शक्ति र देशमा शान्ति, सुरक्षा र सबैको कल्याण होस् भनी प्रार्थना गरे। आउनुहोस्, यस्तो दुःखद समयमा हामी सबै एक बनौँ, एकले अर्कालाई सहयोगी हातको हातेमालो गरी हौसला दिई कठिन परिस्थितिबाट बाहिर निस्कौँ। दिवंगत आत्माहरूप्रति हार्दिक श्रद्धाञ्जली, शोक समस्त परिवारप्रति गहिरो संवेदना। सबैको भलो होस्, सबैको कल्याण होस्। भगवान पशुपतिनाथ, माता बगलामुखीले सबैको रक्षा गरून्।